अनि प्रकृति नानी डिभोर्सको पेपर तयार गरौँ हैन त मैले? वकिल साहब के हो तपाईँको पारा ह? नेताले पार्टी चेन्ज गरे जस्तो कहिले यो पार्टी कहिले त्यो पार्टी होइन। तपाईँ त मेरो पार्टीमा हुनुहुन्थ्यो होइन र? अहिले फेरि किन प्रकृतिलाई डिभोर्सको पेपर रेडी गरौँ भन्दै हुनुहुन्छ? के हो पारा तपाईँको? प्रकाश, अब तिमी मेरो कुरा सुन। तिमीले उहाँलाई किन कराएको? तिमीले उहाँलाई बोलाएको होइन, मैले उहाँलाई बोलाएको, बुझ्यौ? डिभोर्स तिमीले दिने होइन, डिभोर्स मैले दिने हो। वकिल साहब, डिभोर्स पेपर रेडी गर्नुहोस्, म त्यसमा साइन गर्छु। हेरौ न प्रकाशले त्यो पेपरमा कसरी साइन गर्दैन रहेछ। प्रकृति नानी, पेपर त म तयार गरिहाल्छु, अनि तिमीले पाउने लिन्नौ, मलाई पनि दिनु पर्ला। छोड्नुहुन्न है, दिनुपर्छ नि, आफ्नो अंश पो हो त। प्रभास, उनलाई डिभोर्स दिएपछि सम्पत्ति दिनुपर्छ भने नदेऊ डिभोर्स। हामीलाई चाहिँ चाहिएन सम्पत्ति। ए तँलाई सम्पत्ति चाहियो कि मेरो बुढो? भन्छ तँलाई छोडा छोडा तरिका म 2-4 दिन 4 धाम के गएका थिएँ। तिमीले यो रमिता खडा गर्नै पर्दैन। एउटा कुरा कान खोलेर सुन, तिमीले यो घरमा न तिमीले मसँग डिभोर्स माग्ने न मैले तिमीसँग डिभोर्स माग्ने। कोही कसैले कसैलाई डिभोर्स दिँदैन, सबै बस्ने यही घरमै हो। के रे म के सुन्दैछु रे? यो डिभोर्स पनि दिन्न अनि डिभोर्स पनि लिन्न रे? अनि बहु विवाह चाहिँ गर्न पाइँदो रहेछ यहाँ? हामी छैनौँ, यो समाज छैन, सबै मरे होइन? यहाँ मनोमानी चल्छ। छोडिदिनुहोस् वकिल साहब, गरी खाउँ यिनीहरूले। म यिनीहरूलाई बहुविवाहको मुद्दा हाल्दिनँ, मलाई डिभोर्स मात्र चाहियो, डिभोर्स। ए तँलाई डिभोर्स चाहिएको? हुन्छ, मेरो बुढाले डिभोर्स पेपरमा साइन गरिदिनुहुन्छ। तर डिभोर्स पेपरमा साइन गरिसकेपछि यो घरबाट निस्केर खुरुखुरु जा। तँलाई सम्पत्ति कसले दिन्छ? सम्पत्ति कसले दिन्छ? ए नानी, सम्पत्ति त तिमीले दिने होइन, अदालतले दिलाउँछ। अदालतले अब नत्र हामी जस्ता वकिलले पढेर वकिल भएर जागिर खाएको के अर्थ? यस्तै अन्यायमा परेका नारीहरूको उद्धार गर्नलाई वकिल भएको हो म। कसले दिँदैन रहेछ सम्पत्ति? फेरौँला हामी पनि। प्रकृति, हामी बुढाबुढी बिचको झगडा घरमै मिलाउन मिलिहाल्छौँ। यसरी वकिलसम्म नै किन जानुपर्छ? के हामी मिलेर बस्न सकिन्न र? ए मिलेर बस्न सक्ने भाइ यसलाई घरमा किन ल्यायो त? कुरा सिधा छ, तँ मन परेन अनि म आएँ कि। ए एउटी मन परेन अनि अर्की आए कि? आउन मन लाग्दा आउन पाइने रहेछ होइन? अनि जान मन लाग्दा जान पनि त पाइन्छ होला। मन परेन भन्दैमा श्रीमती बटुल्न पाइँदो रहेछ यहाँ। हेर्दै जाऊ, श्रीमती बटुल्दाको परिणाम के हुन्छ अब हामी देखाउँछौँ। वकिल साहब, जसको घर हो उसलाई त उसको इज्जतको मतलब भएन भने मलाई के? हजुर डकुमेन्ट्स रेडी गर्नुहोस् न, म त्यसमा